project is very dangerous. त्यसैले पुरै जल्या छ यो त होममेड फ्यान इन माई होम ओके गाइस भाइ कति राम्रो भइरहेको छ है हेलो गाइस म तिलकान्त आज म यस्तै बसेको थिएँ हैन हजुरलाई के बताऊँ भनेर अहिले चाहिँ म बाहिर यतै बाहिर बसेको छु जति बेला हामी सबै स्टुडेन्टहरु केही नयाँ कुरा गर्ने कोसिस गर्छौँ जस्तै प्रोजेक्टहरु बनाउँछौँ प्रोजेक्टमा कति उ हुन्छ थाहा छ प्रोजेक्ट इज भेरी डेन्जरस किनभने हजुरलाई म देखाउँछु कि यो जो डब्बा थियो हैन यो यता हेर्नुस् यो मसँग एक ब्याट्री थियो लिथियम यो वाला लिथियम ब्याट्री यो ब्याट्रीमा लगाएको थियो यो वायर कनेक्सन यो ब्याट्रीमा लगाएको थियो यो वाला वायर के भयो म यस्तै गरिरहेको थिएँ कि यो एकचोटि प्रोजेक्ट बनाएको थिएँ यहाँदेखि के यस्तै फेरि त्यो बनाएर यो राखिदिएको थिएँ मैले उस्तै यो दुई के भएर चाहिँ यो लिथियम ब्याट्रीमा यो दुई वायर टच भएर चाहिँ माथिको वाला माथिको त्यसैले पुरै जल्या छ यो त अनि त्यसैले सबै सामान डोन्ट स्टिल वान प्लेस एउटा ठाउँमा सबै सामान यस्तो सबै सामान राख्ने इन केस के भयो भने सबै जल्न सक्छ यसमा चाहिँ आगो थियो के भन्न चाहन्छु यो पुरै जलेको छ यार यति जलेको छ कि यो वाला बट के छैन आज म बनाउने छु होममेड फ्यान इन माई होम प्रोजेक्ट नम्बर 1 त्यसको लागि म युज गर्ने छु यो सिम्पल मोटरको एउटा एन्ड यो गाइज यति बेला हामीसँग छ प्रोपेलर फ्यान जो मुभ गर्नमा हेल्प गर्छ अनि गाइज डोन्ट यो त्यसलाई चाहिँ म भनिरहेको छु होइन यो जो थियो ऊ भइसकेको थियो त्यो चाहिँ यस्तरी जलिया छ त पुरै यहाँ इन दुईवटा तार चाहिँ एकमा टच भएर यो चाहिँ जलिया छ त्यसैले एक ठाउँमा नराख्नु होला ए भन्छु यता हेर्नु पुरै जलिया छ कि यो वाला अब म बनाउँछु के छ यो त बाहिर हेरिहाल्नु है अब म बनाउँछु फ्यानको ब्याट्रीमा चाहिँ पावर छैन यो 5 भोल्टको मात्र हो त्यसैले कम आइरहेको छ हजुरलाई त्यसको लागि यो सबै राम्रो लाग्यो होला होइन प्रोजेक्ट बनाउनु होइन सब स्टुडेन्टलाई राम्रो लाग्छ त्यो प्रोजेक्ट के हुन्छ डेन्जर पनि हुन्छ आफ्नै लागि किनभने इनकेस त्यो ब्याट्री छ हामीसँग यो त के होइन लिथियम ब्याट्री तर यसकै कारण पनि आगो जलाएको थियो यसमा अक्सिजन नभएको कारण अक्सिजन बढी भएको कारण यस्तो मैले यस्तो ढक्कन लगाएको थिएँ यस्तै छोडिदिएको थिएँ त्यसैले अक्सिजन गयो अनि यो दुई एकमा टच भई पुरै ग्यास भित्र भरिएको थियो कि त्यसैले यसलाई चाहिँ एक ठाउँमा नराख्नु अनि यो ब्याट्री जो हुन्छ यो लिथियम जस्तो पनि ब्याट्री छ चार्ज जस्तो वायर कनेक्सन गरेर एक ठाउँमा नराख्ने किनभने इनकेस के हुनसक्छ त्यसैले गाइज बी सेफ थ्याङ्क यू गाइज फर वाचिङ दिस भिडियो हामी हुन्छ अब नेक्स्ट भिडियोमा तपाईँसँगको लागि लाइक गर्नुहोस् च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नुहोस् अब हामी हुन्छौँ नयाँ भिडियोमा नयाँ टपिकसँग तपाईँसँगको लागि बाई बाई जय गोर्खा जय नेपाल